तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा है। हामी धान झार्दैछौँ है, यहाँ बाँध्दैछौँ झार्दैछौँ। यस्तो गर्मी छ हाम्रो गाउँको धान कटाई। पहिला हरियो देख्थ्यो, अहिले फेरि धान काटिसकेपछि है यस्तो भ्यूहरू छ। धान बाँध्दै हुनुहुन्छ। बहुत गर्मी गाह्रो छ। यो दिम्सोको काठमाडौँ जाने गाडी हो चाहिँ है। सो यहाँ घाम डुब्न लगाइसक्यो, जाडो जाडो हुँदै है। यस्तो अपिसकेको छ भ्यू। हामी झार्दैछौँ धान। सो हात दुख्यो, लङ टाइम बसेको भने त मैले बानी छैन। सो तपाईँहरूलाई मैले यहाँको फोल टिपेर यति राम्रो बुकी बनाएर अनि ब्लगमा सो गर्दैछु है। अनि लगभग हाम्रो धान झरेर सकिने क्रममा छ है, अन्तिममा छौँ हामी। अनि यति राम्रो फुल तपाईँहरूलाई देखाउन मन लाग्यो, नेचुरल यति राम्रो छ है। अनि हामी अब घाम डुब्न लागिसकेको छ, पारी पुगिसकेको घाम चाहिँ अब झार्दा हुँदैछ है। सबै खेती हो, यता भएको जति यो साइडमा जति पनि छ सबै खेती हो। र जति मिठो भात खानु हुन्छ नि त्यति नै गाह्रो चाहिँ यो खेतको काम हुन्छ है। बजारमा बस्नेहरूलाई सजिलो छ भने पैसातिर आइहाल्छ है, तर खेती गर्ने मान्छेहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ। त्यो चाहिँ नुवाकोट हो है, त्यो चाहिँ नुवाकोट हो, काठमाडौँ त्यो साइड हो है। यति राम्रो ब्युटिफुल भ्यूहरू छ यता। अहिले चाहिँ अब जाडो महिना आउन लाग्यो, अब जाडो हुँदै स्याहार चलिरहेछ। यता धानहरू झार्दैछौँ, यता यो चाहिँ पराल है। अब यो चाहिँ पाते डाँडा, यता चाहिँ धादिङ बस्तिर, यता धादिङ है। यो चाहिँ गाउँबाट छ, हाम्रो गाउँ चाहिँ पारी उता यो डाँडाभन्दा थुप्रै हो। लगभग हाम्रो धान सकिसक्यो, अब प्याक गरेर हामी घर जाने क्रममा छौँ। गाह्रो छ काम गरेर खानुलाई है। 7 वर्षपछि आज धान बोक्दैछु म। राम्ररी हिँड्दैछौँ है, यता धान झार्न बाँकी छ। गाउँमा आएपछि आफ्नो बोकेर हिँड्नुपर्छ है, गाउँघरमा यस्तै छ। पनि हाम्रो बुढी मान्छे छिन् खै त पऱ्यो यस्तै अनुहार पातो अनि पहिला त हेर्नु नि हो नि, अहिले पो बुढी भएर त होइन।